लाङवा खानु भएको खानु न भाउजू हेलो गाइस यहाँ मेरो साना बाउ हुनुहुन्छ मेरो साना बाउबाट मेरो भ्लग सुरु हुन्छ है गाइस अनि आज हामी चाहिँ अहिले म चाहिँ हिजोसम्म म के पो खोटाङमा थिएँ हैन गाइस अहिले चाहिँ म भोजपुरबाट मेरो भ्लगलाई सुरु गरिसकेको छु साथीहरू अनि यता हाम्रो एकछिनपछि देख्न सक्नुहुनेछ यताको माहौल के छ भन्ने कुरा चाहिँ मुसु मुसु हाँस्दै हुनुहुन्छ हाम्रो साना बाउ र यहाँ देमा हुनुहुन्छ हाम्रो साना बाउ हेन्सी भइसक्नु भयो चाहिँ गाइस अब हामी चाहिँ बाटो लागेको अब हाम्रो खासमा के छ भने हामी छेवर खान जाँदैछौँ गाइस मेरो काइली बहिनीको छोराको छेवर खान जाँदैछौँ साथीहरू अनि यहाँ बहिनीहरू रेडी भइसक्नु भयो अनि हाम्रो साना बाउको इन्ट्री भइसक्नु भयो अनि हाम्रो सानी घर बुढी हुनुहुन्छ अनि अझै हाम्रो टिमहरूलाई यहाँ भेटाउनै बाँकी छ साथीहरू मेरो भिडियोलाई पुरा हेरिदिनु होला अनि हाम्रो गाउँ हाम्रो ठाउँ अनि हाम्रो संस्कार पनि म तपाईहरुलाई देखाउन चाहन्छु गाइस अनि हाम्रो भाइ घरबुढा ठुन्चे बोकेर निम्तो खानु जानुपर्छ साथीहरू हैन निम्तो वालीहरू यता हुनुहुन्छ अनि म पनि यहाँ ठुन्चे बोकिरहेको छु है हाम्रो राई भाषाबाट यसलाई टोङवाट भन्छ यो टोङवाट टोङवाट नै भन्छ हैन अनि यहाँ टोङवाट वाली एन्ड सर न मिस अनि यता म पनि टोङवाट वालीमा पढ्ने छु हाम्रो साना बाउ हेन्सी भएर जाँदै हुनुहुन्छ गाप्पा ढिलो भइसक्यो साथीहरू अनि यही हो यता हाम्रो सर होला यसरी हिँड्दैछौँ टोङवाट बोकेर ठुन्चे गाइस यहाँ सेलरोटी बारी बिलाउ खाना जाने छ धाम गाउने ठुली तयार हुँदैछ यहाँनिर त्यहाँ लेख नि न हाम्रो सुड्डी मम्मी हाम्रो कान्छी बहिनी आइज होस् अग्डो कि अग्नि खाने मम्मी हाम्रो बुबा आउनु हुँदैछ यहाँ म चाहिँ यहाँ क्यामेराम्यान हाम्रो साकेला थान हो अब हामी यहाँ फोटो खिच्न चाहन्छौँ साथीहरू हाम्रो साकेला थान यस्तो छ यहाँ के भन्छ ए साके थाहा नि टोङ हाल्ने छ ए दिदी मिना खाली रहेछ नि त नि म छिटो है मलाई भोक लागिसक्यो छिटो जाम गर्मी छ है साथीहरू हाम्रोतिर गर्मी छ बेसी छ हाम्रो गाउँतिर ए ल निकाल्दिन यहाँ मेरो नाना ठुली उहाँ हुनु रहेछ हाम्रो मम्मी यता जाँदैछन् जनताहरू अझै अरू जनताहरू भेट्ने बाँकी छ गाइस भनेपछि निम्तो खानेहरू कति धेरै छौँ रहेछ त अब हाम्रो निम्तो हारियो त आज त काका त यहाँ थुप्रो छौँ हामी निम्तो खाने साथीहरू यस्तो चलन छ हाम्रो सबै भेला हुने अनि एकैचोटि जाने चलन छ हाम्रोतिर चाहिँ उयो कान्छा त खतरा हिँड्दैछ ऊ भाइ कान्छा लाउरे जस्तै हुन्छ त त्यो बोजूमा हात नलगे मनिषा रमाइलो छ तिमीलाई अलिअलि हो त यहाँ यस्तो दुखेर गाइसहरू टोङवा ठुन्चे बोक्नु कहाँ सजिलो छ र यहाँ यता आउँदै हुनुहुन्छ काकीहरू भाउजूहरू बहिनीहरू दिदीहरू बुवाहरू काकाहरू सबैजना आउनुहुँदैछ साथीहरू हाम्रोतिर चाहिँ यस्तै चलन छ कि सँगै भेट हुने सँगै जाने निम्तो खानुको लागि यता जानुहुँदैछ मम्मीहरू अनि ऊ भाइ बहिनीहरू मा भन्छ हाम्रो मम्मीलाई मिना हो उसको ठुली छोरी
त्यही भएर मिनोमा भन्छ नि त बच्चाको नामबाट भएन मम्मी हाम्रो मम्मी बुढी हुनुभयो अनि टोपमा टङ्ग हुनुहुँदैछ आम भएको लान्थ्यो न ओरा अगाडि बिटा न अगाडि लाममा दङ यहाँ चाहिँ अब विश्राम गर्ने यहाँ हाम्रो सानीमाहरूको घर हो यहाँ चाहिँ हाम्रो बिसाउने सम्झाउने बिर्साउने टिकटक होइन क्या सानो बाउ फ्याट हुनुभएको छ अरे यता हाम्रो जुवाई हुनुहुन्छ हाम्रो कान्छी जुवाई यी हाम्रो कान्छीको श्रीमानज्यू सासु बुहारीहरू मनिषा यस्तो छिन् आज हामी बिसाउने यहाँ हाम्रो सानीहरूको घरमा बिसाउँदैछौँ सानी त होला हाम्रो भाउजूले लाङवा खानुभएको खानु न भाउजू किन दिनुभएको त खानु त दिएपछि हैन ल है लाङवा यहाँ हाम्रो आमा हुनुहुन्छ यहाँ हाम्रो मिनोमा बुढीले यहाँ हाम्रो ब्युटिफुल भाउजू हुनुहुन्छ ब्युटिफुल लामटुपमा खाँदैछौँ है साथीहरू यहाँ भाउजू पूर्णमा कराउनु हुँदैछ ऊ माथि यता तर अँधेरो आएछ अँधेरो लिसा अब हाम्रो लामटुम्पा पनि सक्यो अब फेरि जाँदैछौँ हामी निम्तो घरतिर लाग्दैछौँ गाइज निस्किँदैछु हाले पुरा न सुवा छिटो बिता नि आउँदै हुनुहुन्छ यता आधा उदी बुबा अङ्कलहरू काकाहरू टोन्ने नेवा हिँड्दै हुनुहुन्छ यहाँ माथि निम्तो खानेहरू ल छिटो हिँड्नु भयो गाई छिटो छिटो मेरो सिगान पुग्दैछु सो फाइनली गाइज अब हाम्रो गन्तव्य नजिक पुग्न आँट्यो अब हामी चाहिँ हाम्रो गन्तव्य यहाँ आइसक्न लाग्यो गाइज छिटो हिँड है छिटो साङ भाग छ यहाँ त्यही त खादिन हाम्रो गन्तव्यमा पुग्न आँट्यौँ है साथीहरू अब त्यसै हाम्रो काइदी बहिनीको घर यहीँ निम्तो खाने हो साथीहरू पुग्न लागि मै गाई छ अब म भिडियो बनाउँदिनँ होला सायद लाज लाग्छ भरे चाहिँ म बनाउँछु भरे चाहिँ देखाउँछु कि साथीहरू बेहुला त यो कोन लुके सोल्टिनीहरूले मलाई भिडियो गरिदिँदै हुनुहुन्छ मेरो पनि छ नि खोइ हाम्रो बेहुला त लजाउँछ त हाम्रो बेहुला ल है बजुको तर्फबाट मको ओट्ने हो रानौँ न मेरो मावला अब जान्छु बुढी मावली ओ ताङ्नको ओ भन्नु होला अलङ्गे अछुडा ए टाङ पर लङ ओडा दे लङ जिमर्ने बाजे बाजे नाचङ छखाङ आगा चखा लिसाटी खै दादु नाच्यो ल ओइ लु अब
आम छेवरा करमण्ड नाच्यो बाजे बोजी थाङ्गा जम्मा खाइन्छ ल भाग्यवन्ती पुत्रवन्ती लिसा नाच्यो आमा बुबालाई पाल्नु हुनु बेसरी पर्नु हुनु फोटो टमुङ है नाच्यो भाग्यमानी नाच्यो ने छेङ्गी छुक तासुम छुक लिसा कान्छी बजेको तर्फबाट कान्छी बजे चिन्नुहुन्छ अनु लो मावालीहरू मावाली बाजे बजु चिन्नु बाजेले पैसा दिनुभयो लाइनमा हुनुहुन्छ नाता नालाहरू हजुर भाइको मावाली थुप्रो नि ओइ नुलो मावाली धेरै छ नि आङमालीहरू हो देउलाको आमा कि होइन राम्री सुना खरी फुल जस्तै आम्मामा नुलोक त धनी भएछ त कान्छी यहाँ बस्नु पर्थ्यो को कान्छी आमामामा यहाँ ऊ साना बाउको पालो आयो मनिषाको पालो आयो टर्न बाई टर्न सिन्टुची उता गर्दै गर्छ ऊ दादाहरूले उहाँ चाहिँ हाम्रो सानीमाको तर्फबाट इन्जिनियर पाइलट बन्नु है नुलोक आहा अब पालो भयो हाम्रो ठुली दिदीको यो मुही छ वा ठुली दिदीको पालो आयो ल ठुलो मम्मीले आमा यो खान्छै खाँदैन भाइले खान्छ नि राईको छोरा अब खान्छ उहाँ चाहिँ हाम्रो ठुलो दिदीले लगाइदिँदै हुनुहुन्छ अनि त्यसपछि मेरो पालो यो रक्सी खाने है यो रोटी खाने हेर्दैछ कि होइन यो 3 पत्ती छ मुस छ तिमी होला है यो भाइ सानीमाले ल्याइदिनु भयो त्यतै होस् हो अनि भाइलाई त मैले ल्याइदिएको छु घडी लाउँदैछस् भाइ खोइ भाइको हाल्यो बोल्यो आमा लु भाइको त घडी भाइले त घडी हेर्नु जान्दैन होला आमामा नघुम्ने घडी रहेछ नि त त्यो ठिक्क मिलेछ क्या हो है भाइ लु घडी हेर्ने ल अहिले भयो मम्मीले मिलाइदिनुहुन्छ म टिक मिलाइदिन्छु यता भाइ ओ कति राम्रो भाइको बिहे हो नि त भाइको बिहे हो आज रमाइलो बिहे हो ल है भाइको बिहे है आज गाइजहरु यता हेर्नु होला सानीमा ठुली आमा मम्मी साइली ठुलो मम्मीको तर्फबाट आशीर्वाद भाइ धेरै ठुलो मान्छे बन्नु ज्ञानी हुनु है धेरै बढेर प्लेनतिर उडाउनु डाक्टर पाइलट हुनु है भाइले म जति रानी पुछु पनि पूर्णमा राईको पालो आयो चक्लेट खाने ल टोकरी खानु हाल्नु पर्यो नुलोकको कम्ती 2-3 झोला भइसक्यो भाइले पनि चक्लेट खाने ल भाइ कि बहिनी हो भाइ भाइ त
ए मम्मा ओ नबोल्ने खालको अष्टमा कान्छीको पालो यहाँ हेर त भाइ आहा कति राम्रो मेरो भाइ त मैले माथि दिएको हैन फोन भाइलाई सानी चिन्छ कि चिन्दैन हौ हो सानी पनि साना बाउ पनि कान्छी र कान्छी ज्वाइँको तर्फबाट अरे आशीर्वाद आहा भाइलाई त कति राम्रो आहा भाइ त धनी हुनुभएछ त नि अब भाउजूको तर्फबाट आयो भाइलाई मन नपर्ने बोलाइदिनु भएछ हौ आहा मन पर्दैन हो यो चाहिँ मन पर्छ होला भाइलाई हो हेर्न त यस्तो हल्लिँदै छौ पर्ने रहेछ ल मेरो नातिलाई मैले 2 खेप ल्याइदिन्छु ल ल भाग्यमानी म त माइती आएको मेरो यो त मेरो माइती राजा पो त आहा लु भाइलाई त कति राम्रो त्यो पनि मन नपर्ने रहेछ खोइ अनि बोल्दैन त ए हो म लान्छु ल ल म लग्नु उहाँ बजुहरूको पालो आइदिने हो भाइलाई नातिलाई आहा भाइलाई त कति राम्रो छ भाइको त ओहो भाइ मलाई ने अरे भाइ मेरो हो मावालीको सक्यो होला है मावाली पनि थोडा खाएन त हो नि रहेछ म लो भान्से बुढी यता हुनुहुन्छ मेरो सोल्टिना हाम्रोतिर चाहिँ यस्तो खाने चलन छ सगुन गाइज यस्तो छ यता हाम्रो भाउजूले रोटी पनि खाइँदैछ है यता टोङ भएको पनि व्यवस्था छ मावालीहरू मोज गर्दै हुनुहुन्छ ए सरी अनि मासु रोटी पनि खाउला अनि खोइ मम्मी चाहिँ खाने खारा नि हाले यस्तो त नगरौ बात चाहिँ यस्तो छ यसरी दिनुहुन्छ हाम्रोतिर अब यो चाहिँ मावाली रित हाम्रोतिर यस्तो छिटो अनि बानानी मावाली बाजे बजुहरू कहाँ हुनुहुन्छ अब माछा चाहिँ अब उनका माछा छ वो दोस्रो उन्डे कर्म उन्डेमा मित्र अनि नाता मावाली माइती जम्मामा म बुट्टा छ बुट्टा अब उनको कार्य म दाजु हैन दियो अनि अब खोनोसा उची असा उसो अनंग दिथियो अब ओडा बुढा खोपा दाजु न म सोचे मे यहाँ मटे दौरा सुनार कसले च्याउ नाङ्लो डाङ्का हो आसी खाउ न एउटा आसी खा बेसरी बटला छ ओइ नाटीलाई आसी खाउ पाडा नुन्छम खानुले नुलो आनको ओडा खाना अग्निसी आसीको कजिया पटे ओए ओछि सांग खेर फले सांग रोप्छु अब हाम्रो
भान्जा अब आजकल चुलाडा कुलाडा टामो अब खानानी माइती मावली आम आशीर्वाद पलन गर्न हो किरान गनका अब म अर्को टी अर्को नाति हो अब म उनको अन्काउ छोरी काइली माछाची उनको नाति मुनि अन्नको छामिनका ओइसी दुसी खाइनका हजुरको माछाची जम्मा हजुर अनि उनको मावाली आशिका नातिलाई पोमा खाइली थियो यसरी रमिलाको लाज लाग्दैछ माथि झ्यालले गर्दा राम्रो आएन हौ भिडियो यता हाम्रो बुबा बोल्नु हुँदैछ नाति माछाची छोरी थियो जम्मा हजुर दाजुभाइ थियो हाम्रो बेहुला छोराको लागि आशीर्वाद अचार त गाइन्छ झुन्टो हो सुम्बावा मोटा सुम्बावा म वापारी मुम्किन कामा तोन्नै भनौँ अब नाति हो रासु छु आशिका माइती मावली यो चाहिँ हाम्रो रिट अरे म त केही जान्दिनँ फेरि अभियान वादिङा सानीमा थुरियामा वादिङा भेलालीमा चाहिँ भेलालीमा भेलाली सालुमसँगको साय अरे जम्मा माइती मावली दाजुभाइ हैन जम्मा इष्टमित्र भेलालिसिन ऊ छ अब उनका यङ माइ डोरा होला अब उङभाङ बहिनी चाहिँ म उनखानु कार्जे मुची हैन मावली माइती छ युङा र छ जम्मा सानीमा जम्माने म युङा र छ खानुलो अब मेन बला शाखा हरेक दुखा मुची हरेक मुची किन अब छाउ कार्जे मुची मा अब आइकान खानुलो नुलो भेलालिसिन ओ उज्यालो डेम खानुलो आइलिस मुची हैन आइकान कोही भेलालिसिन वानिङा खानुलो कोचिया जसो चित म चाहिँ वानिङा टालाने अचु छा चाहिँ एकदम अनको भतिजा खानुलो अढिवाङ दिने पढे मुने चासुम छेन बिउ मुने हैन विद्वान दिने ठुलो मना राष्ट्रपति प्रधानमन्त्री सम्म दिने निङका चाहिँ दक्ष दाङका आशीर्वाद हैन दिवा पाच्या छ खोङा बल शाखा म पछि नै यङ आउने खोन आङको चाहिँ दुई बचन न हान मागे डोरा हानमा डोरा मोय नयुक्ता पछि न अब भाइ गुरुमाली भाइ माङ बाङा ओ अछाङ भाइ अनि किन न उकमल देशन मसना सलाउने माङ ओ मोय अलाउने भिरा पारा टाङ्गा साडाम अडुनिने शिक्षित लिने दीक्षित लिने माङ पनि संसार वाक र छ कि संसार छ ठाङमा सकोस्
Haza pedal rape yang ida nusanga gadang ko yang ida nusanga khatsang desang men durghana da asukdinne dia baca orang da asukne or dosro amen akarje dosro akarje aswara da angan unko istamita nada kumbajamma bela lisimkina unko chalo mang chanu lo nga cham hoस् अझै छ अबिया झन् मजाले चानु लो चाम्ने फन्किना अझै छङ अनकन थुप्रो nga वटिगा इष्टमित्र नाटा कुटुम्ब जम्मा टुइन्ने किन वटिगा भेला लिसिन के वटिगा रमाइलो होस् है वटिगा रमाइलो मुन्ने वटिगा सयंगा फन्किना शुभकामना छ दिन्छु अधिवाङ विद्वान लिने ल फोन ल्याउन गो चाहिँ फोटो सेसन अब हाम्रो यहाँ पुन्टुले चाहिँ नि ल्याएन नि त हामीले कस्तो पुन्टुसँग खिच्ने छ क्या त उयोमा